हेलो गाइज वेलकम टु माई न्यू ब्लग। त आज चाहिँ हामी नसोचेको चिज गर्न जाँदैछौँ। सबैजनाले भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। आजको भिडियो चाहिँ लास्टै रोमाञ्चक हुनेवाला छ। आज चाहिँ हामी पिकनिकमा घर बनाउने 2 vs 2 खेल्न भनेको थियौँ, तर हामी साथीहरू नपुगेर हामी 3 जना मिलेर एउटा खुबसुरत राम्रो घर बनाउन जान्न छौँ। गाइज सबैजनाले मेरो भिडियो हेरिदिनु होला। हेर्नुहोस् हाम्रो साथीहरू यहाँ छन्। हेर्नुहोस् यो युवराज साथी, सज्जत खोइ युवराज साथी, उपाय सज्जात चाहिँ पुरै के गेमिङ रुममा बसेर टक्का लाएर पुरै खेल्न। मेरो सब्स्क्राइब गरिदिनु होला, च्यानल नाम चाहिँ हिरो होन्डा 1234 छ, यसको नि गरिदिनु होला। अनि हामी म र युवराजको चाहिँ यही हो, मैले हाल्छु भिडियो हेरिदिनु होला। र अब हामी चाहिँ हिँड्न लाइन ल। आज चाहिँ हामी उपहारीको डाँडामा जान्ला छौँ, सबैजनाले हेरिदिनु होला। अब हामी तिनवटा चाहिँ ब्लगमा हिँड्यौँ होइन। अब म तपाईँहरूलाई सुरुदेखि अन्तिमसम्म देखाउँछु। हेर्नुहोस् यो सज्जात टक्का लाएर हेर्नुहोस्। अब हाम्रो युवराज साथी चाहिँ अब हिँडिसक्यौँ हामी भ्लग गरौँ न गाइज। सबैजनाले लाइक र सब्सक्राइब गरिदिनु होला। यो केटी जिस्काउँदै हिँडिरहेको गाइज। ए युरे के छ हालखबर? यिनीहरू दुइटा हेर्नुहोस्। सज्जात चाहिँ झोला बोकेर हिँडिरहेको छ गाइज, हेर्नुहोस्। मैले होइन यसले बोक्दिन्छ। अब यसले हामी तिनजना हिँड्यौँ। अब हेर्नुहोस् मैले म बनाउँछु। त्यो पहाडीको डाँडामा जाने हो। हामीले प्लान चाहिँ अझै केही छैन गाइज, अब गएर प्लान गर्ने हो। हाम्रो प्लान चाहिँ यहाँ गएर अब प्लान केही छैन। हाम्रो कठिन छ एकदम। अब प्लान चाहिँ अब गएर यसो घर बनाउने जस्तो छ के अरे गाइज। पिकनिकको लागि सामान पनि छ। कता जाने, यता जाने कि यता? गाइज अब चाहिँ हामी हिँड्यौँ होइन। हामी चाहिँ अब गाइज चलो म मेरो